7.2 मिनेटको काण्ड छ यार भयो लिंक पठाउनु लास्ट हेर्दिन मन लाग्यो गरिरहेको थियो होला मर्छ सी विल डाई सी गना डाई भनेर फक नो पहिला चाहिँ मैले रुएर कराएर भन्दाखेरि पनि मलाई चाहिँ हाँसेर बस्न सही लाग्छ। Hello everyone, what's up guys? Welcome back to my new vlog. हजुर सन्चै हुनुहुन्छ होला? अलराइट म पनि सन्चै नै आरामै छु गाइज। अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको टिकटक, फेसबुक, युट्युब, गुगल हैन जतासुकै छटपस्ट रूपमा ट्रेन्डिङमा भाइरल भइरहेको गङ्गु छेत्री काण्ड 7.2 मिनेट काण्ड त हजुरले हेर्नु नै भइहाल्यो होला साथीहरु हैन। यो विषयमा चाहिँ मलाई भिडियो बनाउन खासै मन थिएन कि अनि सबजनाले सामाजिक सञ्जालभरि हैन सबको आफ्नो आफ्नो प्रतिक्रियाहरू दिइरहेको थियो अनि त्यस मेरो पनि एउटा केही कुराहरू चाहिँ राख्न लागिरहेको छ साथीहरु अनि तपाईहरुलाई चाहिँ अब कस्तो लाग्छ त मेरो भनाइहरू हैन जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन चाहिँ नबिर्सनु भन्न चाहन्छु साथीहरु र भिडियो अन्तिमसम्म हेर्नलाई भन्न चाहन्छु र भिडियो मन परेमा आरजी रजित गुरुङ युट्युब च्यानललाई लाइक कमेन्ट शेयर एन्ड सब्स्क्राइब गर्न चाहिँ नबिर्सनु होला भन्न चाहन्छु। ओके अब चाहिँ भिडियो स्टार्ट गर्न चाहन्छु। ओके 7.2 मिनेटको काण्ड छ यार भयो लिंक पठाउनु लास्ट हेर्दिन मन लाग्यो सबले भन्छ यार गङ्गु छेत्री भाइरल काण्ड 7.2 मिनेट काण्ड पठान यार पठा हो यसरी भन्दै सामाजिक सञ्जालमा च्याटदेखिको विभिन्न ग्रुपहरूमा जुन गङ्गु छेत्रीको भिडियो चाहिँ एक आपसमा हुन्छ नि हेर्न लागि एकदम आतुर भइरहेको छ र एकदम हुन्छ नि त फरवार्ड गरिरहेको छ साथीहरू। प्रायः जसो यो भिडियो नहेर्ने साथीहरू अलिकति कमै हुनुहुन्छ होला जता पनि गङ्गु छेत्री काण्ड 7.2 मिनेट काण्ड भनेको छ साथीहरू। अब हुन त उहाँको व्यक्तिगत कुरा हो होइन अब किनकि यो कुरामा हामीले अब आफ्नो आफ्नो धारणा प्रतिक्रिया मात्रै दिने हो। कतिलाई कस्तो लाग्छ कतिलाई राम्रो लाग्छ कतिलाई नराम्रो लाग्छ त्यो कुन कुरालाई कसरी लिने भन्ने कुरा त्यो आफूमै भन्नुपर्ने कुरा हो साथीहरू। अब उहाँको पहिला रिलेसनसिप हुँदाखेरि प्राइभेट भिडियोहरू भयो होला कतिपय कुरा गर्ने हो भने तपाईँहरूको पनि प्राइभेट भिडियोहरू छ र त्यो भिडियोहरू खासमा नदेखाइकन र एकदम गोप्य रूपमा भएको कारणले गर्दा तपाईँहरू चाहिँ यो काण्डबाट बस्नु भइरहेको छ साथीहरू। यो सुन्न त सबैको हुन्छ होइन कतिको लिक भएर भाइरल हुन्छ भने कतिको चाहिँ अब त्यतिकै हुन्छ सेपरेट रूपमा बेला बेलामा हेरिरहेको चाहिँ हुन्छ जहाँसम्म लाग्छ म चाहिँ यतिसम्म चाहिँ ठोकुवा गरेर भन्न सक्छु साथीहरू। मान्छेको चरित्रसँग हामीले कहिले पनि खेल्नु हुँदैन साथीहरू। कुनै बेलामा रिलेसनमा हुँदाखेरि कतिले के देखाउँछ कतिले के देखाउँछ हुन्छ नि त एउटा हुन्छ नि त अब लङ टर्म रिलेसनसिप हुने मान्छेहरूले चाहिँ प्रायः जस्तो यस्तो यस्तो भिडियोहरू चाहिँ खासमा हुन्छ। अब गलत नियत हुने साथीहरूले चाहिँ अब जस्तै यसरी नै भिडियो रेकर्ड गरेर काण्ड बनाएर भाइरल गर्छ साथीहरू। किनकि रिलेसनसिप भनेको यदि साँचो माया गर्ने मान्छे छ भने त्यसले कहिले पनि देखाऊ यस्तो उस्तो केही पनि भन्दैन साथीहरू के हुन्छ नि यसले उसलाई एकदम विश्वास गरेको हुन्छ साथीहरू। अनि जुन मान्छे फेक माया फेक लभ हुन्छ नि एउटा शरीरको लागि माया गरेको जस्तो नाटक गर्छ त्यो मान्छेले हरेक कुरा यस्तो उस्तो भनेर भन्छ अनि रिसाउँछ। जुन तपाईँहरूले चाहिँ यसरी नै चिन्नुपर्ने हुन्छ साथीहरू। न त गङ्गु छेत्रीको भिडियोले गर्दा उसलाई खासै फरक त परेको छैन जस्तो लाग्छ मलाई जहाँसम्म लाग्छ नपत्याए तपाईँहरू पनि हेर्न सक्नुहुन्छ। यो भएको भिडियो आउट त भिडियो त पहिलाको हो आउट अहिले भएको छ नि त सो प्लिज अहिले उसलाई चिल गर्न दिनु होइन। जब मेरो दिमाग सर्किन्छ म केस फाइल गर्छु। तपाईँहरू भिडियो त हेर्नु भइहाल्यो नि साथीहरू होइन। उहाँलाई चाहिँ कस्तो भने आफूलाई हुन्छ नि केही पनि भएको छैन जस्तो लाग्छ नर्मल बोलिरहेको छ नर्मल कुरा गरिरहेको छ नर्मल टिकटकमा भिडियो पोस्ट गरिरहेको छ साथीहरू। यदि गङ्गु छेत्रीको ठाउँमा अरू कुनै केटीहरू भइदिएको भएदेखि यतिको काण्ड भिडियो भाइरल हुँदाखेरि त्यो मान्छेले यसरी सहेर बस्दैन। भिडियो आउट भयो होइन अब एक्सपेक्ट गरिरहेको थियो होला मर्छ सी विल डाई सी गना डाई भनेर फक नो बडी म चाहिँ यस्तो नो आम चिल गर्ल होइन सुसाइड गर्न सक्ने सम्भावना छ साथीहरू। र अब उहाँ त स्ट्रङ हुनुहुन्छ उहाँले यो कुरालाई अब जे हुन्छ भइसक्यो अब यसलाई बिर्सिदिउँ भन्ने कुरा त छ। ऊ स्ट्रङ हुनुहुन्छ उहाँले यसलाई पेलेरै जान्छ र यसबाट केही पनि हामीलाई उसलाई असर पर्दैन र उसले हुन्छ नि मानसिक तनाव त होला सायद होइन र अब हुन्छ नि त्यस्तो सुसाइड गर्ने अवस्था त छैन साथीहरू। मैले मिस्टेक गरेँ
त्यो मलाई राम्रोसँग थाहा छ र गल्ती गरेपछि मलाई झुक्न पनि आउँछ है। तर यो बेला चाहिँ मैले रोएर कराएर भन्दाखेरि पनि मलाई चाहिँ हाँसेर बस्न सही लाग्छ हैन र, डटेर बस्न सही लाग्छ। एन्ड मैले भने नि उहाँको ठाउँमा अरू कुनै चेलीहरू भइदिएको भएदेखि त्यो मान्छे चाहिँ सहन नसकेर सुसाइड गर्न सक्ने अवस्थामा आउन सक्छ साथीहरू। त्यसैले तपाईँहरू रिलेसनसिपमा बस्दै हुनुहुन्छ, लभ पर्छ होइन, यस्तो उस्तो सबै कुरा हुन्छ होइन, र यस्तो कुराहरूलाई चाहिँ एकदम भन्छ नि एउटा माया गर्ने मान्छेले यसरी यो भिडियो भाइरल गर्दैन साथीहरू होइन। अब कसरी लिनुहुन्छ तपाईँहरूले, अब मैले बोलेको कुरा तपाईँहरूलाई गलत पनि लाग्न सक्छ कि केही पनि फरक पर्दैन। राम्रो लाग्छ राम्रो पाराले लिनुहोस्, नराम्रो लाग्छ नराम्रो पाराले लिनुहोस्। अब मैले के भन्नु तपाईँहरूलाई, मैले भनेको अनुसार यस्तै गर्नुपर्छ भन्ने त छैन नि त साथीहरू होइन। राम्रो कुरालाई राम्रै लिने हो, नराम्रो कुरालाई नराम्रो लिने होइन। अब मैले बोलेको कुरो पनि सब कुरा सत्य हुन्छ भन्ने पनि छैन, र मैले बोलेको कुरा असत्य हुन्छ गलत हुन्छ भन्ने पनि छैन नि त साथीहरू। त्यही हो होइन। र कतिपय साथीहरूलाई चाहिँ यो हुन्छ नि त, यो भिडियोले कारणले गर्दा भाइरल बनाइरहेको छ, झन् हुन्छ नि भाइरल 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 भाइरल। अब यो नेपालमा त्यस्तै छ, राम्रो कुरा राम्रो कामको चाहिँ भाइरल गर्दैन। जब नराम्रो नराम्रो कुरा हुन्छ, नराम्रो नराम्रो काण्ड, नराम्रोको नराम्रो हुन्छ नि त भिडियोहरू भाइरल हुन्छ, त्यो चाहिँ रातारात ट्रेन्डिङमा पुग्छ साथीहरू। तपाईँहरूले यसरी पुग्छ। मान्छे भाइरल हुनलाई हरेक प्रक्रियाहरू हुनसक्छ। कसरी हुन्छ भाइरल, राम्रो पाराले हुने या नराम्रो पाराले हुने। तपाईँलाई राम्रो पाराले भाइरल गऱ्यो भने राम्रोसँग माथि पुर्याउँछ भने, नराम्रो पाराले भाइरल गऱ्यो भने जुन गङ्गु छेत्रीको जस्तो हालत हुनसक्छ साथीहरू। त्यसैले भाइरलको नाममा तपाईँहरू यो एक अर्कामा विश्वास गरेर आँखा चिन्देर कसैलाई पनि विश्वास नगर्नुहुन्छ साथीहरू। किनकि आज त्यो मान्छे तपाईँको आफूसँग एकदम मिलेको जस्तो हुन्छ भने त्यो मान्छे भोलि दुश्मन पनि हुनसक्छ। सबैभन्दा ठुलो दुश्मन त आफ्नो मनमा बसेको मान्छे नै हुने रहेछ। र दुश्मन भइसकेपछि तपाईँहरूलाई आफूलाई राम्रो त कुनै पनि हालतमा सोच्दैन साथीहरू। यो भिडियोको सन्देश चाहिँ के हो भने साथीहरू होइन, तपाईँहरू रिलेसनसिपमा बस्दै हुनुहुन्छ भने यस्तो यस्तो भिडियोहरू कसैले गर भन्छ, कसैले यस्तो गर्छ उस्तो गर भनेर तपाईँहरूलाई ब्ल्याकमेलिङ गर्छ भने तपाईँहरू यदि त्यो रिलेसनसिप छ भने छुटिहाल्नुहोस्, तपाईँहरू ब्रेकअप गरिहाल्नुहोस्। तपाईँलाई कुनै न कुनै बेला यस्तै पाराले यस्तै भिडियोको कारणले गर्दा तपाईँलाई आफ्नो चरित्र हत्याको साथै तपाईँहरू चाहिँ सुसाइड गर्नुपर्ने समान अवस्था आउन सक्छ साथीहरू। सो होइन, मैले चाहिँ यो गङ्गु छेत्रीको भिडियोको बारेमा हुन्छ नि सामाजिक सञ्जालमा जताततै भाइरल भइरहेको छ अनि सबैले आफ्नो आफ्नो प्रतिक्रिया दिइरहेको छ नि त साथीहरू। अनि त्यही भएर मैले नि आफूमा मनमा लागेको धारणा चाहिँ यसरी व्यक्त गरेको। र यो भिडियोबाट चाहिँ हामीले धेरै कुरा सन्देश लिन सक्छ, किनकि यतिको भाइरल भइसकेपछि अब कुनै पनि जोडी हुन्छ नि प्रेम प्रेमिकाहरूले चाहिँ अब यस्तो भिडियोहरू चाहिँ खासमा चाहिँ अलिकति कम बनाउँछ होला जस्तो लागिरहेको छ। ख्याल राख्नु, अब मेरो इन्सिडेन्ट देखेपछि त तिमीले डेफिनेटली त्यस्तो गर्दैन। यो चाहिँ एउटा चेतनामूलक नै भयो मेरो यो जुन भिडियो बाहिर आयो। र यस्तो भाइरलबाट अलिकति कम हुन्छ होला जस्तो लागेको छ, किनकि यो भनेको एकदम संवेदनशील कुरा हो र पर्सनल कुरालाई यसरी भाइरल गर्नु भनेको एकदम गलत कुरा हो। त्यो मान्छेसँग रिलेसनमा हुँदा राम्रो कुरा र ब्रेकअप भइसकेपछि यस्तो यस्तो भिडियो अरू होइन कुनै जमानामा माया गरेको मान्छेको भिडियो यदि यस्तो भाइरल गर्नु यो युट्युबमा टिकटकमा हुन्छ नि त, यो गुगलतिर यो साथीहरूलाई फरवार्ड गर्ने काम चाहिँ गर्दैन साथीहरू होइन। त्यसैले हजुरहरूलाई चाहिँ आजको मेरो भिडियो कस्तो लाग्यो त, अब हुन्छ नि त मेरो भिडियोलाई तपाईँहरूले राम्रो लाग्छ भने राम्रै भन्नु होला, नराम्रो लाग्छ भने नराम्रै भन्नु होला। जस्तो मनमा लाग्छ त्यस्तै कमेन्ट गर्न चाहिँ नबिर्सनु भन्न चाहन्छु साथीहरू। र यो भिडियोलाई चाहिँ धेरैभन्दा धेरै सेयर गरिदिनु होला भन्न चाहन्छु। नराम्रो भिडियो त हामीले कसैले भन्न पर्दैन, अटोमेटिकली सेयर गर्नुहुन्छ तपाईँहरू होइन। तर राम्रो कुरा राम्रो भनाइहरू चाहिँ तपाईँहरूले कहिले पनि सेयर गर्नुहुन्न कि हामी नेपालीको विडम्बना नै यही हो, किनकि तपाईँ पनि होइन हामी पनि होइन सबजना त्यस्तै छ, हामी नेपाली भइसकेको साथी। र अन्तिमसम्म भिडियो हेर्नु भएकोमा धन्यवाद। सी यु इन माई नेक्स्ट भिडियो, नेक्स्ट भ्लग। बाई बाई गाइस।